रिचार्ज कार्ड भनौँ न सर, पहिला 200 को मात्रै पाउँथ्यो होइन, अहिले 50 को 100 को, अहिले ट्रान्सफर 10 रुपियाँ नै हुन्छ। त्यस्तै किसानलाई पनि एउटा विद्यार्थीले किन्न सक्ने एउटा पाउचमा हुनु पर्यो क्या सर। म 1 किलोको 1.5 किलोको 2 किलो रम खानेको यत्रो आउँछ नि, थोरै हुन्छ नि, हो त्यस्तो खालको के। अथवा त्यो स्यासे जस्तोमा के त्यो केचपहरू पाउँछ नि। मलाई खोकी लागेको छ, मलाई एकदम खोकी लागेको छ, मह खाँदा ठिक हुन्छ भन्नुभयो कसैले। म विद्यार्थी +2 पढ्ने काठमाडौँमा बसेको छु, म त्यो 1000 रुपियाँको मह कहाँ किन्न पाउने त? मलाई थोरै 50 रुपियाँको चाहियो के। हो त्यसरी पनि विविधीकरण गर्न सकिन्छ। एउटा मेला महोत्सव लागेको ठाउँमा मह बिकेन भने पनि आफ्नो कार्ड दिने क्या व्यवसायहरूले, त्यहाँबाट पनि प्रचार प्रसार गर्न सकियो। क्रिएटिभिटी थप्ने के, जस्तो चक्लेट पसल यो मिठाई पसल हुन्छ नि, महलाई चाहिँ बर्फीको सेपमा चट्ट काटेर मह राख्ने, बर्फी भन्दा एउटा 1 पिस महै खाउन, त्यो चाकासहितको के। अनि काठमाडौँमा चाकासहितको महको एकदम राम्रो डिमान्ड छ। अनि हो त्यस्तो चाकासहितको मह सप्लाई गर्न सकियो भने त्यसरी पनि इनोभेटिभ गर्न सकिन्छ सर।